तनहुका जति सम्पूर्ण जति हुनुहुन्छ आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैलाई मेरो दुई हात जोडेर प्रणाम छ। सबभन्दा पहिला तपाईँ तनहुवासीलाई म ढोक्छु एकचोटि। सम्पूर्ण आमा बुवाहरूको लागि यो सम्मान है। सबभन्दा पहिला तपाईँहरूलाई धन्यवाद छ यो मायाको लागि। यो सुखको घडीमादेखि लिएर दुःखको घडीमा तपाईँहरू सधैँ मेरो अगाडि हुनुहुन्छ, यसरी नै मलाई साथ दिनुहुन्छ। यो दुःखद घडी थियो एउटा, तनहुमा मैले धेरै माया पाएँ त्यो बेला, धेरै आमाहरूको माया पाएँ, धेरै बुवाहरूको माया पाएँ, धेरै मैले आमा भेट्टाएँ, मैले धेरै बुवाहरू भेट्टाएँ, धेरै दाजुभाइ भेट्टाएँ, मैले साथीहरू भेट्टाएँ। तनहुलाई फेरि पनि विशेष धन्यवाद छ। यो माया र यो साथ सधैँ रहिरहोस्। तनहु भनेर चाहिँ हामी संसारभरि हामी चिनाउँछौँ तनहुले कति माया गरेको छ भनेर मैले सबैलाई भन्ने गर्छु। जहाँ पनि इन्टरभ्यूमा तनहुवासीले मलाई धेरै माया गरिदिनु भएको थियो। मैले यहाँको नुन खाएको छु, म तपाईँहरूको हुन्छ नि एभ्रिडे मैले तपाईँहरूको खाना खान्थेँ मैले होइन, सिक्छु। ओके, र यो मायाको लागि धन्यवाद। र विशेष धन्यवाद 6औँ आदिवासी जनजाति तनहु सांस्कृतिक एवं पर्यटन महोत्सवका आयोजक टिमलाई धन्यवाद छ। तपाईँहरूको यो साथ, तपाईँहरूले यहाँसम्म बोलाइदिनु भयो र त म यसरी तपाईँहरू तनहुवासीलाई मैले धन्यवाद दिन पाएँ। यसको लागि आयोजक टिमका संयोजक अध्यक्ष उपाध्यक्ष जति हुनुहुन्छ मिल्छ भने अगाडि आइदिनुहोस् ताकि हामी सँगै तपाईँहरूलाई हामी सँगै उहाँहरूलाई धन्यवाद दिउँ। सबभन्दा पहिला उहाँहरूको लागि ताली बजाइदिनुहोस् एकचोटि। उहाँहरूको पहलमा म यहाँसम्म आउने एउटा वातावरण रह्यो र यहाँसम्म बोलाइदिनु हुने सम्पूर्ण धेरैको हात छ। उहाँहरूको नाम उहाँहरूलाई पनि धन्यवाद छ र विशेष धन्यवाद आयोजक टिमलाई धन्यवाद छ र भोलिन्टियर साथीहरू, सुरक्षाकर्मी साथीहरू, नेपाल प्रहरीका सम्पूर्ण सर म्याडमहरूलाई एकदम सम्मान छ यो साथको लागि। अनि तपाईँहरूलाई फेरि पनि तपाईँहरू आफ्नो लागि चाहिँ ताली बजाउनुहोस्। तपाईँहरू यो उपस्थितिको लागि ताली, यो चाहिँ यो हजुर आफ्नो लागि है त। ल यति राम्रो हेर्दा ओके। र अर्को एउटा धन्यवाद दिन चाहन्छु म। तपाईँहरू चलचित्र मोहर हेर्नुभयो? मोहर दमौलीबाट तनहुबाट धेरै मोहर चलचित्र हेरिदिनु भएको छ। यसको लागि पनि फेरि पनि धन्यवाद छ तपाईँहरू सम्पूर्ण तनहुवासीलाई। र जसरी मोहर चलचित्र हेरिदिनु भयो, जसरी चलचित्र मोहर हेरिदिनु भयो, त्यसरी नै आबाट आमा हेरिदिनु होला। अलराइट, आबाट आमा हेरिदिनु होला। यही माघ 16 गतिदेखि लाग्दैछ तपाईँको नजिकको सिनेमाघरमा। तपाईँहरू तनहुवासीको पावर देखाइदिनु होला, माया देखाइदिनु होला। पर्सालाई कति माया गर्नुहुन्छ भनेर तपाईँ हलसम्म गएर हेरिदिनु होला भन्न चाहन्छु। हेर्नुहुन्छ नि? अलराइट, आबाट आमा यही माघ 16 गतिदेखि तपाईँको नजिकको सिनेमाघरमा लाग्दैछ र हामी आबाट आमाको गीतमा पनि हामी एकछिन पर्फर्म गर्नेछौँ। अलराइट, र सँगै नाच्छौँ है त। अब हुन्छ, कुन गीतमा नाच्ने भन्नुहोस्? अलराइट, ओके। जामिडा कलकत्ता एकछिनमा स्याउली बजार सुन्नुभएको छ? स्याउली बजारमा बुझेन मायाले प्यार गरेको सुन्नुभएको छ? यो नयाँ गीत हो, पर्स अफिसियलबाट चाहिँ भर्खर मात्रै बुझेन मायाले प्यार गरेको गीत आएको छ, हेर्नु होला। र सँगसँगै लैजा खबर ए हावा हेर्नुभएको छ नि? मेरी आमालाई सन्चै छ भनिदिनु सुन्नुभएको छ? मेरो आमालाई सन्चै छ भनिदिनु, मेरो बाबालाई सन्चै छ भनिदिनु। यो चाहिँ चलचित्र आबाट आमाको रहेको छ। अब हामी यही गीतबाट हामी सुरु गर्नेछौँ। सम्पूर्ण आमाहरूको लागि, सम्पूर्ण बुवाहरूको लागि यो गीत तपाईँहरूको लागि है त। हस्, र मैले टाढैबाट तपाईँलाई नमस्ते गरेँ, नजिकबाट मैले तपाईँलाई छुन पाएन है, भेट्न पाएन, यसको लागि माफ दिनु होला। र जति नजिक छौँ हामी रमाइलो गर्नेछौँ आज है त। थ्याङ्क यू। आबाट आमाको गीत बजाइदिनुहोस्। हामी सँगै सबैसँगै पर्फर्म गरौँ है त, सबैको लागि हो यो है। पहिलोचोटि टाढा पठाएकी छु, अबको बाटोमा मेरो छोरासँग मेरो साथ हुने छैन। मेरो छोराको रक्षा गर्नुहोस् भगवान्।
रहेछ